म औसी पूर्णिमा भ्लग हाल्ने मान्छेले 100 डे रेगुलर भ्लगिङ च्यालेन्ज लिँदा सक्छु होला त? सो हे गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आजको दिन औसी परेकोले गर्दा तुलसी रोप्ने दिन पनि परेको रहेछ। र आजको दिन चाहिँ तुलसी रोपन गर्ने सबै महिलाहरूले व्रत बस्नु हुँदा रहेछ। बसिसकेपछि चाहिँ अन्न खानु हुँदैन रहेछ र फलफुल मात्र खानु पर्ने रहेछ। त्यसैले आज चाहिँ हाम्रो मम्मीले पनि व्रत लिनु भएको रहेछ। मम्मीले पनि अन्नहरू केही नखानु भएकोले गर्दा म चाहिँ फलफुल लिनको लागि अमर्द बजारतिर लागे। बजार पुगेर मैले चाहिँ आधी दर्जन कोला लिए र नास्पति पनि रहेछ र नास्पति पनि मैले आधी केजी लिए। लिसकेपछि म चाहिँ घरतिर लागे। सुगा बजार आइसकेपछि एकदम गर्मी लागे जस्तो भयो र म पनि पसल छिरेर एउटा क्याम्पा लिए। क्याम्पा खाइसकेर म घर आइसकेपछि एकछिन ऐनामा यसो हेर्दिरहेको त हामी पनि यति ह्यान्डसम हुन सक्छ भनेर सोचेकै थिएन भनेर हाँस्दिरहेको क्या म त। अनि यसरी ऐना हेरिसकेपछि म के भन्छु थाहा छ? सो आजलाई चाहिँ यति नै गरौँ। फेरि 100 डे को भ्लग्समा फेरि भेट्नुपर्छ। बाई बाई गाइज।